ल हामी चाहिँ आज यो फर्स्ट प्रिन्सिपलबाट यो कुनै पनि फङ्सनको डेरिभेटिभ गर्न जाँदैछौँ भनेर यहाँ पार्टिकुलरली एउटा फङ्सन दिएको छ है त। अब यसको सल्युसन गर्दा चाहिँ फर्स्टमा के लेख्नु पर्यो भन्दाखेरि केही पनि छैन है, फाइन्ड द डेरिभेटिभ अफ दिस थिङ बाई द फर्स्ट प्रिन्सिपल पनि भन्न सक्छ, बाई डेफिनेसन पनि भन्न सक्छ। यो चाहिँ फर्मुला युज गरेर गर्ने कुरा हो है त। अब यसपछि के गर्ने फर्स्टमा भन्दाखेरि लेख्ने एकदम डिटेल्स लेख्ने, अलमोस्ट यो 3 मार्क्सको आउँछ। फर्स्टमा भनेको लेट y इक्वल टु भनेको हामीले फङ्सन सपोजिसन गर्नु पर्यो, y इक्वल टु fx इक्वल टु रुट अन्डर कति cos 2x भनेर सपोज गऱ्यौँ। त्यसपछि लेख्नुपर्ने कुरा भनेको के हो भन्दाखेरि लेट डेल्टा x एन्ड डेल्टा y be the small increment in x and y respectively, भनेर चाहिँ लेख्नु पर्यो। यति लेखिसकेपछि अब y मा कति चेन्ज हो भन्दाखेरि डेल्टा y चेन्ज हो, त्यसै गरी y मा चेन्ज हुँदाखेरि x मा पनि कति चेन्ज भयो त भन्दाखेरि डेल्टा x चेन्ज भयो। भनेपछि यहाँ x हुँदाखेरि cos 2x थियो भनेदेखि अब x प्लस डेल्टा x हुँदाखेरि के हुनु पर्यो त cos 2 टाइम्स x प्लस डेल्टा x हुनु पर्यो। यहाँसम्म क्लियर, दुईटा कुरो गर्यौँ। त्यसपछि के गर्ने भन्दाखेरि बाई फर्स्ट प्रिन्सिपल, हाम्रो फर्स्ट प्रिन्सिपलको फर्मुला के हो त त्यो लेख्ने। फर्स्ट प्रिन्सिपलको फर्मुला भनेको के हो त भन्दाखेरि dy बाई dx इक्वल टु लिमिट डेल्टा x टेन्स टु 0 fx प्लस डेल्टा x माइनस fx अपन के हो त डेल्टा x हो। यति हो फर्स्ट प्रिन्सिपलको फर्मुला। यो चाहिँ हाम्रो मेन इन्जिन भयो है, मेन इन्जिन भयो। यहाँसम्म गऱ्यो भने केही मार्क्स आउन सक्छ। अब यसमा माथि हामीसँग सबै छ, यहाँ भएको चिज जति माथि सबै छ, fx प्लस डेल्टा x पनि छ, fx पनि छ। जहाँ जहाँ जे छ त्यसकै भ्यालु रिप्लेस गर्दै जाउँ है त। लिमिट डेल्टा x टेन्स टु 0 fx प्लस डेल्टा x को भ्यालु कति छ त भन्दाखेरि यहाँ माथि यसो हेऱ्यो भने यसको भ्यालु कति हो cos 2 टाइम्स x प्लस डेल्टा x, ठिक छ। माइनस फेरि हामीले fx को भ्यालु रिप्लेस गर्नुपर्ने छ, fx को भ्यालु कति छ त त्यहाँनिर cos 2x होल अपन डेल्टा x त छँदैछ है। अब यति भइसकेपछि फेरि अब फर्दर मुभ हुँदाखेरि यसैलाई क्याल्कुलेट गर्दै गर्दै गएर हामीले रिजल्ट निकाल्ने हो। इक्वल टु लिमिट डेल्टा x टेन्स टु 0। अब यसरी आइसकेपछि रुटमा यो इन्डिटर्मिनेन्ट फर्म आउँछ। रुटमा इन्डिटर्मिनेन्ट फर्म आइसकेपछि हामीले यसलाई ऱ्यासनलाइज गरेर हटाउनु पर्ने हुन्छ। अब ऱ्यासनलाइज गर्ने भनेको के हो भन्दाखेरि a माइनस b छ भने वी हेभ टु मल्टिप्लाई a प्लस b ले यसरी ऱ्यासनलाइज गर्नु पर्यो, ठिक छ। अहिले अब यो आउट कुरो भयो, यसलाई थोरै म एरेज गरिदिन्छु है। इरेजर यहाँ छ ल। अब मैले ऱ्यासनलाइज गर्ने मिनिङ द्याट अब हेर्नु है त रुट अन्डर कस, अब यो 2 ले पनि मल्टिप्लाई गर्दै भित्र सजिलो हुन्छ 2x प्लस 2 डेल्टा x हैन माइनस रुट अन्डर कस 2x मुनिपट्टि कति छ डेल्टा x इन्टु अब यो a जस्तो चिज भयो, यो b जस्तो चिज भयो भनेपछि यसको a प्लस b ले यसलाई मल्टिप्लाई र डिभाइड गर्ने cos 2x प्लस 2 डेल्टा x प्लस रुट अन्डर cos 2x होल अपन फेरि cos 2x प्लस 2 डेल्टा x प्लस रुट अन्डर cos 2x। अरु केही गरेन, जस्ट यसलाई मैले ऱ्यासनलाइज गर्यो भन्नको मिनिङ a माइनस b थियो भने a प्लस b ले मल्टिप्लाई र डिभाइड गरे। अब यसपछि के हुन्छ त भन्दाखेरि रुट क्यान्सल आउट हुन्छ। कसरी भन्दाखेरि
लिमिट डेल्टा एक्स टेन्स टु 0 ए माइनस बी थियो, यहाँ माथिपट्टि के आयो ए प्लस बी भयो। ए माइनस बी र ए प्लस बी मल्टिप्लाई हुँदाखेरि ए स्क्वायर माइनस बी स्क्वायर हुन्छ। त्यो फर्मुला भनेको ए को ठाउँमा कन्फ्युज नहोस्, ए को ठाउँमा कति हो त 2 डेल्टा एक्स cos 2x प्लस 2 डेल्टा एक्स, यसको होल स्क्वायर ए स्क्वायर माइनस बी स्क्वायर भनेको कति हो त cos 2x को होल स्क्वायर। यति माथिको यति भयो क्याल्कुलेसन्स। अब तलको भनेको त यो र यो मल्टिप्लाई गर्ने मात्रै हो। डेल्टा एक्स इन्टु के छ त्यही सार्ने मात्रै हो। जस्ट अब हाम्रो काम भनेको सार्ने मात्रै हो, अरू केही गर्नुपर्ने छैन, जस्ट सार्ने। कस कति 2x है, यहाँसम्म आई थिङ्क केही प्रब्लम छैन होला है त। अब के हुन्छ नेक्स्ट मुभमा भन्दाखेरि, नेक्स्ट मुभमा चाहिँ एकैछिन ल, नेक्स्टमा चाहिँ यो स्क्वायर र रुट क्यान्सल आउट भयो, स्क्वायर र रुट क्यान्सल आउट भयो। बाँकी रहेको चिज के छ त्यही लेखिदिउँ। लिमिट डेल्टा एक्स टेन्स टु 0। अब त्यो रुट र स्क्वायर क्यान्सल भइसकेपछि कति बाँकी रह्यो भन्दाखेरि cos 2x प्लस 2 डेल्टा एक्स माइनस cos कति 2x अपन डेल्टा एक्स इन्टु कति भयो अरू जस्ताको तस्तै, हामीले अरू केही गर्नुपर्ने छैन, अरू जस्ताको तस्तै सारिदिउँ cos 2x। अलराइट, यति भइसकेपछि अब माथि के देखिरहेको छु भन्दाखेरि केहीको फर्मुलामा कन्भर्ट भइरहेछ है। यसलाई गर्नुपर्ने अर्को कुरा के रहेछ भन्दाखेरि cos c माइनस cos d को फर्मुलामा कन्भर्ट भइरहेछ माथि, cos c माइनस cos d, वेयर c भनेको 2x प्लस 2 डेल्टा x अनि d भनेको 2x। यसको फर्मुला के हुन्छ भन्दाखेरि माइनस 2 साइन c प्लस d बाई 2 इन्टु साइन c माइनस d बाई 2 हुन्छ। यहाँ लेख्दै ल, यहाँ हटेन, इन्टु साइन c माइनस d बाई 2 हुन्छ। अब यति भइसकेपछि मैले त्यो माथिपट्टिको चिजलाई चाहिँ cos c माइनस cos d को फर्मुलामा ओपेन गरेँ। c भनेको यति पार्ट भयो, d भनेको यति पार्ट भयो है त। ल, त्यो भनेको फर्मुलामा ओपेन गर्दाखेरि 2 साइन c प्लस d, c भनेको 2x प्लस 2 डेल्टा x प्लस 2x डिवाइड बाई c प्लस d बाई 2 इन्टु साइन c माइनस d बाई 2, 2x प्लस 2 डेल्टा x माइनस 2x अपन 2। यति माथिको मैले काम कुरोलाई जस्ट फर्मुलामा कन्भर्ट गरेँ, तलको अहिले जस्ताको तस्तै सारिदिउँ, अरू केही काम छैन, किनभने तलकोले हामीलाई केही बिगार गरेको छैन। अब त्यो हामीले लिमिट पढ्दाखेरि बुझेको कुरा हुनुपर्छ यो कुराहरू, यसलाई जस्ट सारिदिने मात्रै है। अब यसपछि के छ थोरै क्याल्कुलेसन्सहरू गर्नुपर्ने हुन्छ है। माइनस 2 साइन 2x 2 डेल्टा x 2x भनेपछि के भयो भन्दाखेरि यो 2 कमन आयो, त्यसपछि 2x प्लस डेल्टा x रह्यो। यो जस्ट सिम्पल क्याल्कुलेसन्स मात्रै हो है, यहाँको क्याल्कुलेसन्स गर्दैछु मैले, यहाँको क्याल्कुलेसन्स गरेर लेख्दैछु। अनि इन्टु साइन, अब यहाँ यसो हेर्दाखेरि 2x माइनस 2x र प्लस 2x क्यान्सल भयो, त्यसपछि यो 2 र यो 2 पनि गयो भनेको के मात्रै बच्यो साइन डेल्टा x मात्रै बच्यो माथिपट्टिको क्याल्कुलेसन्समा। तलपट्टिको क्याल्कुलेसन्समा डेल्टा x इन्टु जे छ त्यही कपी क्याट गर्ने, 2x प्लस 2 डेल्टा x प्लस रुट अन्डर cos 2x। ठिक छ। अब यसपछि के गर्ने भन्दाखेरि सबैमा एउटै प्याटर्न फलो हुन्छ है, यस्तै प्याटर्न फलो गर्दै जाने, रुट आयो भने ऱ्यासनलाइज गर्ने अनि के फर्मुला हुन्छ त्यसमै ओपन अप गर्दै जाने। अब त्यसपछि यो 2 र यो 2 पनि क्यान्सल आउट भयो। अब बाँकी रहेको काम कुरोहरू के छ त्यही लेख्दै जाउँ है त। अब माइनस 2 साइन 2x प्लस डेल्टा x बच्यो माथिपट्टि, इन्टु अर्को के रह्यो साइन डेल्टा x रह्यो। अब होल अपन के छ त डेल्टा x इन्टु cos 2x प्लस
2 डेल्टा एक्स प्लस cos 2x। अब यसपछि के गर्ने भन्दाखेरि हाम्रो एउटा फर्मुला छ लिमिट डेल्टा नभनौँ थीटा टेन्ड्स टु 0 साइन थीटा बाई थीटाको भ्यालु चाहिँ कति हुन्छ त भन्दाखेरि 1। अब हामीले के गर्ने ट्राई गर्ने भन्दाखेरि यो फर्ममा यसलाई कन्भर्ट गर्ने ट्राई गर्ने भनेको मिनिङ अरूलाई मैले केही पनि गरिन किनभने अरूले हाम्रो फर्म बिगार्दैन, त्यही एउटा मात्रै हो लिमिट डेल्टा एक्स टेन्ड्स टु 0। यहाँ साइन देखिरहेको छु मैले साइन डेल्टा एक्स, साइन पछाडिपट्टि एङ्गलमा डेल्टा एक्स छ, तल पनि के छ डेल्टा एक्स छ। यो डेल्टा एक्स चाहिँ मैले कसलाई दिएँ भन्दाखेरि साइन डेल्टा एक्सलाई दिएँ। त्यसपछि बाँकी रहेको के छ त्यही लेखिदिएँ 2 साइन 2x प्लस डेल्टा एक्स अपन रूट अंडर cos 2x प्लस 2 डेल्टा एक्स प्लस रूट अंडर cos 2x है। अब यसपछि के भयो भन्दाखेरि एक्ज्याक्टली यो जस्तै फर्मेटमा हामीसँग के भयो भन्दाखेरि लिमिट थीटा टेन्ड्स टु 0 साइन थीटा बाई थीटाको भ्यालु त कति हुन्छ त 1 इन्टु यसमा मैले लिमिट डिस्ट्रिब्युट गरिदिएँ। अब यो लिमिट यसको पनि हुन्छ माइनस 2 साइन 2x प्लस जहाँ डेल्टा एक्स छ त्यहाँ 0 राखिदिने cos 2x प्लस डेल्टा एक्स ठाउँमा 0 राखेपछि 0 भयो प्लस रूट अंडर cos 2x इक्वल टु अब यहाँनिर ठाउँ हटेन अलिकति मैले एक्सटेन्ड गरेँ यसलाई नि काट्दिएँ इक्वल टु 1 थिँदै थियो। अब त्यो 1 ले केही डिफर गरेन त्यही भएर माइनस 2 साइन 2x अपन रूट अंडर कति हुने भयो cos 2x प्लस रूट अंडर cos 2x कति भयो त यो भनेको माइनस 2 साइन 2x अपन यो तल सेम कुरो जोड्दाखेरि कतिवटा भयो दुईटा भयो cos 2x यो 2 र 2 पनि क्यान्सल आउट भयो त्यो भनेको कति भयो माइनस साइन 2x अपन रूट अंडर cos 2x यति आउने रहेछ। यो के को डेरिभेटिभ हो भन्दाखेरि रूट अंडर cos 2x को डेरिभेटिभ यति आउने। देयरफोर डेरिभेटिभ अफ रूट अंडर cos 2x अपन dx भनेको कति छ त माइनस 2 साइन 2x अपन रूट अंडर cos 2x यतिमै टुङ्ग्याइदिए भयो। यति गरेपछि हाम्रो अलमोस्ट कति मार्क्स आउँछ 3 मार्क्स आउँछ। ल यस्तै गरी अब हामी अरु पनि गर्नेछौँ यसको लागि यति।